हेलो नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी गइरहेछौँ फाइल भन्छ कि फाइल भन्छ के त्यही गइरहेछ। अनि अब चाहिँ रेडी हुनु पऱ्यो, भर्खर उठेको म चाहिँ। अहिले चाहिँ हाम्रो यताको 3:45 भइरहेछ, रेडी हुनु पऱ्यो नि त। है गाइज, म चाहिँ यता एउटा दाइले भेट्न गइरहेको छु होइन। अहिले दाइले नै लगेर आफूलाई चाहिँ फाइल के भन्छ सक्थ्यो बुझ्दैन मैले। अनि म चाहिँ ठ्याक्कै लेखिदिन्छु होइन, कसरी भन्छ त्यसलाई पढ्नुपर्छ कसरी गर्ने भनेर। दाइ चाहिँ पर्खिरहेको छ आम्बो। अहिले के भन्छ खै तिम्रो साथी के छ हौ दाजु? हेलो हेलो, हाउ आर यु? कता जाने कता जाने तपाईँ र म? ऊ स्कुबे सिटी जाने अरे। कताबाट जाने? यता बङ्गाली मार्केटबाट जाने कि यताबाट जाने? मलाई थाहा छैन बाटो। त्यो भ्लग बनाउँदै नि हिँड्ने। यस ब्रो, यति ह्यान्डसम भएको के फाइदा? म त सर्ट पनि लगाएँ। अनि म त ह्यान्डसम हुनु पऱ्यो नि अब ब्लग। त्यही भएर लेडिज भन्न नि चर्को है। सायद दाजु यार त्यस्तो नभनौ नि यार। केटाकेटी लास्ट गर्मी क्या, पुरै ज्वरो हाल्ला जस्तो आगोमा आगोमा छिरा जस्तो भइसक्यो यार है। मान्छे टिकटकमा सेक्सन पानी पो सुक्छ अनि पसिना चाहिँ किन आउँछ भनेर क्या। ल यता पनि हामी झुलुङ्गे पुल छ होइन, आकाशे पुल झुलुङ्गे पुल होइन, आकाशे पुल काठमाडौँको याद। जेस यो चाहिँ ठ्याक्कै उल्टो हुन्छ क्या, दायाँ र बायाँ हाम्रो चाहिँ ठ्याक्कै उल्टो हिँड्छ क्या यता। यता हाम्रो चाहिँ चितवनवासी, चितवन राइनोज बस चाहिँ फेरि उ त्यो लाग्दो रहेछ है। हामी चाहिँ ग्रान्ड हाइपरदेखि निस्किसक्यौँ। दाइको हातमा घडी छ आम्बो से, त्यो पनि 10 किडीको आमा मुदिर होला हो। ओए खजुर 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 खजुर। ल दाजु भोक लाग्छ यार। हिँड्नु नि तपाईँ, कता लग्ने कता लग्ने लग्नु यतै खाने। राम्रोसँग खाने होइन। कता जाने घुम्न कता जाने? मेरो गाइड गाइड तपाईँले कता घुमाउने? जे खुवाउनुहुन्छ खुवाउनुहुन्छ भने खुवाउनु, घुमाउनुहुन्छ भने घुमाउनु। दाजुलाई ब्ल्याकमेल भिडियो बनाएर ल सुरुमा बाटोमा खाँदै हिँडिरहेछ हामी चाहिँ। साट ल है केटाकेटी हो, हामी चाहिँ यता के हो यो कुन ठाउँ हो? फाइल फाइलतिर आएको सी साइडतिर है, यता चाहिँ ट्याक्कै सी छ। वाह यस। यो चाहिँ रेस्टुरेन्ट के होटलै हो है? जाने हो त 15 रुपियाँको कफी खान? ए ए ए कत डर, हमको तो डर लगता है भाई, जीना है हमको। जाम बाटो काट्न चाहिँ ध्यान दिनुपर्छ है। मोबाइल चाहिँ युज गर्नु हुँदैन भनेर मैले क्यामेरा अफ गरेको, किनकि अरूलाई सिकाउँदा नि आफू अलिकति सतर्क हुनुपर्छ। ए यो बाटो भन्नुभएको पुल? यो जस्तै यो रोड माथि छ नि? रोड माथि होइन, हिँडेर आउने के उताको?
यो बाटो नि के जाउँ त त्यता सिप हेरौँ न डुङ्गा यताबाट के त्यो डुङ्गी त भन्छ होइन नेपालीमा त डुङ्गै हो नि ओइ गाइस यता चाहिँ रमाइलो छ केटाकेटीहरू नुहाइरहेको छु है यता दाइ चाहिँ बिजी अनि म चाहिँ यता नै चर यतै रमाइलो त भ्यू नै बेग्लै छ ए आज दाइसँग आएर त मस्ती भइरहेछ मलाई सधैँ आउनुपर्छ है दाइ मैले फेरि दियो महिनाको स्यालेरी दिएर त मै घुमाइदिन्छु हप्तालाई केटी म डेली घुमाइदिन्छु मेरो अफर ठिक छ अब हामी चाहिँ उता त्यो घरतिर गएर त्यता यस्तरी घुम्न पाइन्छ अरे उताबाट उता निस्किन पाइन्छ अरे अनि सक्छ त हामीसँग कोही यस्तो ठुलो सहरमा आएर आइसक्रिम खाँदै बस्नु त्यो पनि उता छन् है हाम्रो ओनर मसँग त आज 1 रुपियाँ छैन मेरो डोनरलाई ल्याउँदै थियो त्यो साला कुवे टावर गयो ल हामी चाहिँ गइरहेको छ यता टावर माथि अनि यता चाहिँ म त फर्स्ट टाइम हो आजै हो मौका अरू बेला त कहिले मिल्छ हो केटाकेटी हो यताबाट अच्छा यहाँदेखि चाहिँ हेरौँ ल यो चाहिँ डाउन भयो होइन अझै माथि जाउँ हामी यता ए यता पनि रहेछ त नि यिनीहरू चाहिँ पुरानो जहाजहरू क्या अझै माथि हो काठ त महँगो होला है यहाँ के हो यो सिडी चाहिँ क्या दामी छ क्या काठको हो क्या प्योर काठ हुँदैन त्यहाँ चाहिँ काठको क्या हाम्रोतिर फेरि पुरा फलामको बनाइदिरहेको हुन्छ क्या यस्तो यस्तो ठाउँमा यो चाहिँ ठिक छ होइन यो सेफ्टी यो चाहिँ दामी छ क्या रोकिदिरहेको भने यार एकछिन त यार यस्तो राम्रोसँग देऊ भनेको रोकिदिनु चिसो रहेछ पानी कचरा त कचरा तर चिसो रहेछ पानी भनेको नि रमाइलो रमाइलो अब हामी कता जाने ल हामी यता पुरा घुमिसक्यो सी साइड यताको पाइलको सी साइड पुरा यताबाट छिर्या हो हामी यता गएर यताबाट निस्क्या हो यही हो क्या अनि यहाँ अल कुवेतमा छ के हो मलाई जोसाएर त्यो गाडी देखेर रोकिदिनु त यहाँ म त झन्डै दौडिदिरहेको थियो भने लगाएछ हामी चाहिँ गइरहेको छौँ अहिले यता फुटपाथ मार्केट जस्तो छ है त आमा ए बन्ना देखेको छु त यार
औ चक्लेट हाम्रो चाहिँ ठ्याक्कै यता लगन खेलको त्यो आउँछ क्या होइन पुरा लगन खेलहरूलाई भिडभाड छ नि त यता चाहिँ अब हामी सिट छ मलतिर ओइस छोरीहरू सबै देखिन्छ यो चाहिँ हाम्रो ठ्याक्कै लगन खेल के अब हाम्रो लगन खेल चाहिँ अलिकति विकसित भएर यस्तो भयो ल यता चाहिँ एक एक केटीको टी सर्ट छ एक डेढ केटीको ल हो ग्यास अब चाहिँ हामी जान लागिसक्यो होइन रात पनि परिसक्यो अब चाहिँ गाडीमा बस्छौँ अनि जान्छ त्यसपछि उता चाहिँ खाना खानुपर्छ है अनि चाहिँ देखाउँदा यता चाहिँ अब कालो मान्छे देखिँदैन होला यता लाइटमा चाहिँ अलिकति ठिकै देखिन्छ होइन ल हाम्रो बस कस्तो छ दाजु